अनि भ्लग किन त्यस्तो अरू ठाउँमा बनाउँदिनँ मान्छे भएको ठाउँमा भिडभाडमा भन्दा कन्फिडेन्ट छैन, 0 लेभल कन्फिडेन्ट। भ्लग खिचेर हिँडिन्छ, सबले सोध्छ कति छ सब्सक्राइबर भन्न पनि लाज लाग्ने के 300 400 बनाउँछु, मेहनत गर्छु, हाल्छु, खै त भ्युज। अस्ति भिडियो पार्ट 1 भनेर हाल्दै थिएँ, खै त्यसमा 50+ भ्युज छ। अनि के गर्ने है, 50+ भ्युजले त हामीले त्यत्रो मेहनत गरेको सबै आफ्नो मनै मरिदिन्छ क्या। अनि भिडियो बनाउने मन लाग्दैन क्या, सपोर्टै छैन क्या, सब भ्लगर निस्क्यो अनि कसलाई सपोर्ट गर्न सक्छ। अलिअलि भ्युज आइदिनु पऱ्यो, आफ्नो निरन्तर सब्सक्राइब प्लस हुन पऱ्यो, त्यति भएपछि त जस्तो ठाउँमा पनि कन्फिडेन्ट आउने रहेछ क्या। सब्सक्राइबर नभएपछि त भ्लग बनाउनु कन्फिडेन्ट नआउने के, लाज लाग्ने छ। त्यसले के भन्ने होला, यस्तो सब्सक्राइबर छैन, यस्तो दुःख गरी हिँडेर भन्ने हो कि यताउति भन्ने हो कि भने एकदम लाज लाग्ने क्या। म चाहिँ त्यो पोइन्टले अगाडि बढ्न नसक्या हो क्या। अलिअलि सब्सक्राइबर भेटाएको भए, मैले अलिअलि भ्युज भेटाएको भए चाहिँ म अगाडि बढ्थेँ क्या। अब भ्युजै भेटाएन, अब म आफै त्यस्तो कन्टेन्ट दिन नसके होला, त्यो मेरै गल्ती हो है। जस्तो छ त्यस्तै कन्टेन्ट दिएर पनि होला, म केही भन्दिनँ अरूलाई पनि है। अडियन्सहरू त जे राम्रो देखेँ त्यही हेर्ने, मै उस्तै छु। युट्युबमा जे रमाइलो राम्रो देखेँ त्यही हेरिदिन्छु। अब आफ्नो कोसिस बेस्ट गर्छु। मलाई कन्फिडेन्ट पनि एकदम 0 लेभलमा छ, कन्फिडेन्ट बढाउनु छ। म एकदम कन्फिडेन्ट बढाएर अगाडि बढ्छु भन्ने सोच राखेर अहिले चाहिँ